नमस्ते सबैजनालाई। म आज तपाईहरुलाई लिएर आएको छु काठमाडौँको एकदम पवित्र, ऐतिहासिक र श्रद्धाले भरिएको स्थान मोतीदेवी टेम्पलमा। काठमाडौँको बीचमै बसेको यो मन्दिरले शहरको सबै भागलाई जोडेर राखे जस्तै यहाँ आउने श्रद्धालुहरूको मनलाई पनि एकै ठाउँमा जोडिदिन्छ। आजको भ्लगमा म तपाईहरुलाई यहाँको माहौल, मान्यता र कथा र यहाँको सुन्दर वातावरणलाई देखाउने छु। मोतीदेवी टेम्पलभित्र पर्खाल नाग्दै नै एउटा शान्ति महसुस हुन्छ। बिहान बेलुकी पूजा हुने यो स्थानमा श्रद्धालुहरूको भिड जहिले पनि देखिन्छ, तर भिड हुँदा यहाँ एउटा काम इनर्जी छ जसले मनलाई एकदम हलुका बनाइदिन्छ। यहाँ स्थापित मोतीदेवी, जसलाई देवी माइती पनि भनिन्छ, शक्ति र मानवताको प्रतीक मानिन्छ। मान्यता अनुसार जीवनमा समस्या आएको बेला मोतीदेवीलाई बोलाएर मनोकामना पूरा हुन्छ भनिन्छ। यही विश्वासले गर्दा यहाँ विवाह, नयाँ सुरुवात र शुभ काम गर्नु अघि धेरैजना आशीर्वाद लिन आउनुहुन्छ। यहाँको घन्टी बजाउने ध्वनि, धूप धुवाको सुगन्ध अनि मानिसहरूको श्रद्धा सबै मिलेर एकदम डिभाइन पावर, डिभाइन फिलिङ दिन्छ। साधारण तर मिनिङफुल पूजा सिस्टम यहाँको स्पेसियालिटी हो। धेरैजना यहाँ पूजा र कलश पूजा गर्न पनि आउनुहुन्छ। यो कोर्टयार्डको वातावरण झन् रमाइलो छ। मन्दिरको चक्कर लाउने परम्परा यहाँ पनि छ, जसले शरीर र मन दुवैलाई पोजिटिभ इनर्जी दिन्छ रे। मोतीदेवीको वरिपरि बसेका परेवा र यहाँको हसल बसलले भ्लगलाई अझ लाइभ दिन्छ। इतिहासको कुरा गरौँ भने मोतीदेवी टेम्पल काठमाडौँका सबैभन्दा पुराना र कल्चरल्ली इम्पोर्टेन्ट टेम्पलमध्ये एक मानिन्छ। धेरै रिसर्चरहरूले भन्छन् यो स्थान पहिले माइतीघर भन्ने नामकै कारणले प्रसिद्ध भएको हो र यही मन्दिरबाट त्यो नामको सुरुवात भएको हो। मन्दिर बाहिरको माहौल पनि एकदम बिजी छ। पूजा गर्ने सामान बेच्ने दिदीबहिनीहरू, फुलका माला, फलफुल र पवित्र च्यादरहरू, यिनीले मोतीदेवी टेम्पलको रिलिजियस कल्चरलाई अझ जीवित राखेका छन्। आज यहाँ आउँदा मलाई सबैभन्दा राम्रो लागेको कुरा के हो भने यहाँको सिम्प्लिसिटी र प्युरिटी। धेरै ठाउँमा लाउड फिल आउँछ, तर यहाँको स्पिरिचुअलिटी एकदम सटल छ। मनभित्र नै शान्ति बसिदिन्छ। यदि तपाईहरू काठमाडौँमा हुनुहुन्छ र दैनिक जीवनको स्ट्रेसबाट एकैछिन ब्रेक लिन चाहनुहुन्छ भने मोतीदेवी टेम्पल एकदम पर्फेक्ट प्लेस हो। यहाँ बसेर केही मिनट मेडिटेसन गर्नुहोस्, आशिक लिनुहोस्, मन हलुका भएर फर्कनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ एकदम रमाइलो छ। यहाँ यो मन्दिर विभिन्न किसिमका पुराना काठहरूले बनेको रहेछ। त्यहाँ कोरिएको चित्रहरू पनि एकदमै राम्रो छ। तपाईँले यहीँबाट भगवानको, मोतीदेवी माताको दर्शन गर्न सक्नुहुन्छ। र तपाईहरूलाई आजको मोतीदेवी टेम्पलको भ्लग यहीँसम्म। आशा छ यो सुन्दर स्थान तपाईहरूलाई मन पर्यो। लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। ल, फेरि अर्को भ्लगमा भेटौँला है। जय माता महालक्ष्मी, जय मोतीदेवी।